यो ठाउँ चाहिँ एकदम सुन्दर जग्गा छ ठाउँ छ। यो चाहिँ शिवपुरीको जङ्गल हो। यो चाहिँ शिवपुरी जङ्गल हामी तल बौद्ध हुँदै 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 आएर जङ्गलको शिवपुरीको जङ्गल निकुञ्ज हुँदै हुँदै आएर हामी यो ठाउँ यो चाहिँ सिन्धुपाल्चोक जिल्ला पर्दछ। यो चाहिँ प्राकृतिक रिसोर्ट हो यो ठाउँ चाहिँ एकदम सुन्दर एकदम राम्रो ठाउँ छ यो। नजिकै हिमालहरूले सजिएको एकदम प्रकृतिले गरेको ठाउँ पनि उयो चाहिँ ठाउँ छ। यो ठाउँमा चाहिँ आउनुलाई चाहिँ हामीले एक दुई दिन अगाडि नै बुक गर्नुपर्छ। यो चाहिँ होमस्टे पनि छ यहाँ चाहिँ होमस्टेहरू छ। सबै खानावाला बस्नलाई एकदम मिठो खानाहरू छ। यहाँ बस्नको लागि चाहिँ एकदम प्रकृतिले भरेको ठाउँ सुन्दर ब्युटिफुल प्लेस छ। यहाँको हस्पिटालिटी पनि एकदम राम्रो छ है, एकदम राम्रो छ यहाँ चाहिँ। हामी पनि आएर एक रात बसेको यहाँ एकदम राम्रो छ, मजा आउँछ, राम्रो छ, एकदम सुन्दर ठाउँ आनन्द। झन् गरम महिनामा जानु मजा आउँछ। झन् दसैँ तिहारमा चाहिँ एकदम मजा आउँछ यहाँ। उसले मखमली र थुङ्गे फुलले चाहिँ भरिएको देख्न पाइन्छ। यो तल देखेको चाहिँ होमस्टे हो।